+2 को परीक्षा तपाईले घण्टौं पढेर रात बिताएर मेहनत गरेर दिएको यो परीक्षा तपाईको जिन्दगीको एउटा अध्याय हो। तर अब सबैभन्दा ठुलो प्रश्न छ, अब के गर्ने? गन्तव्य कहाँ हो? तपाईँ मध्ये धेरै जसो अहिले अलमलमा हुनुहुन्छ। निर्णयमा पुग्न गाह्रो भइरहेको छ। कोही विज्ञानतिर जालान्, कोही व्यवस्थापन, कोही विदेश त कोही सिपमा। तर सुन्नुहोस्, यो समय डराउने होइन, खोज्ने हो। अब तपाईले आफैलाई हेर्ने समय आएको छ। तपाईँ के चाहनुहुन्छ? तपाईले कुन काम गर्दा घडी हेर्न भुल्नुहुन्छ? के कुराले तपाईलाई भित्रैदेखि जोसिलो बनाउँछ? फलो योर प्यासन भन्ने सुन्नु भएको होला, तर थाहा पाउनुहोस्, प्यासन बनाइन्छ, भेटिँदैन। 12 पछि करियर बनाउनु तपाईको काम हो। अरूको विचारमा बाँचिरहनु तपाईको भाग्य होइन। तपाईको साथी विदेश जान्छ, तपाईको दाजु इन्जिनियर छन्, तपाईको परिवारले डाक्टर चाहन्छन्, तर तपाईले चाहेको कुरा के हो? ड्रिम बिग बट टेक स्मल क्लियर स्टेप्स। किनभने यात्रा लामो छ, तर एक एक पाइला हिँड्ने तपाईँ नै हो। वास्तविक गन्तव्य भनेको कुन कलेज भन्ने होइन, तपाईको सोच, तपाईको अनुशासन र तपाईको निरन्तर अभ्यास हो। कसैलाई थाहा छैन तपाईको क्षमता कति छ, जबसम्म तपाईँ आफैलाई चिन्नुहुन्न। 12 पछि के त भन्ने प्रश्नको उत्तर तपाईको किताबमा छैन, तपाईको काममा छ। सपना देख्न नडराउनुहोस्, तर सपना पछ्याउने आँट गर्नुहोस्। थाहा छैन कहाँ पुगिन्छ, तर सुरु गर्नु जरुरी छ। अहिले तपाईले रोज्ने बाटोले नै तपाईको आउँदो 5 वर्ष बनाउनेछ। तर याद राख्नुहोस्, बाटो जुनसुकै होस्, तपाईले त्यसमा कति मेहनत गर्नुभयो भन्ने कुराले नै तपाईलाई फरक बनाउँछ। चाहे तपाईँ पढाइलाई अगाडि बढाउनुहोस्, सिप सिक्नुहोस्, जागिर खोज्नुहोस् अथवा व्यवसाय गर्नुहोस्, तपाईसँग जे छ त्यहीबाट अगाडि बढ्नुहोस्। तपाईलाई आज कसैले नचिन्ला, तर निरन्तर मेहनतले तपाईँ भोलिको उदाहरण बन्न सक्नुहुन्छ। 12 सकियो, अब जिन्दगीको नयाँ ढोका खुलेको छ। यो समय डराउने होइन, पोसिबिलिटिज हेर्ने हो। हराइएला भन्ने डर छ, ठिकै हो। हरेक खोज सुरुवातमा अलमल हुन्छ, तर अगाडि बढ्ने आँट गर्नुभयो भने तपाईँ आफूलाई यस्तो ठाउँमा पुर्याउनु हुनेछ जुन आज तपाईँले कल्पना पनि गर्नुभएको छैन। आजको निर्णय तपाईँको भोलि हो, त्यसैले उठ, सोच र सुरु गर। गन्तव्य टाढा छैन, तपाईँ आफै यात्रा बन्नु भएको छ।